हेलो गाइज, इट्स मी महारानी एन्ड राम्री मान्छे। तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। अनि के भन्छ, आज चाहिँ वर्षको अन्तिम दिन के, अनि मैले भिडियो बनाएको। अब यो यो अब खै के हो थाहा छैन, मतलब अब यो साल उत्यो भइसक्यो नि त, गइसक्यो। आज अन्तिम दिन हो। जे गर्नु साँझै गर्ने हो। भोलिदेखि त सबै बानी बेहोरा चेन्ज गर्ने हो। भोलिदेखि त म ज्ञानी हुने हो भनेर भन्छु। ल, ज्ञानी हुन्छु कि हुँदैन थाहा छैन, तर सोची चाहिँ रहेको छु क्या, ज्ञानी हुन्छु। जुनालाई पनि कहिले भाँडा माझ्न लाउँदिनँ, भात पकाउन लाउँदिनँ भनेर सोचिरहेको छैन गाइज। अनि भोलि त अन्तिम दिन। अनि आज चाहिँ ठ्याक्कै कति बजे 9:10 बज्न आँट्यो। अब 2 घन्टा पछाडि त नयाँ वर्ष सुरुवात हुन्छ। तर मेरो केही पनि प्लान छैन, किनभने म त कहीँ पनि जाँदिनँ, घुम्न पनि जाँदिनँ, यताउता हेनतेन। म त ज्ञानी छु नि त, अनि घुम्न पनि जाँदिनँ। खै जुना चाहिँ जान्छे होला। अनि अलिकति पनि जाँदिनँ म चाहिँ। मलाई अल्छी लाग्छ क्या, अल्छी लाग्छ। मान्दैन नि फेरि भन्ने पारा होइन। अनि त्यसपछि अनि सबैजनालाई ह्याप्पी न्यू इयर होइन। यो सालमा जे भयो, जस्तो भयो होइन, कतिजनाको राम्रो पनि भयो होला, कतिजनाको नराम्रो पनि भयो होला। अनि अब त्यो सबै बानी हराएर भोलिदेखि चाहिँ एकदमै, अब 2 घन्टादेखि चाहिँ एकदमै सुध्रिनु होला सबैजना होइन। अनि कसको नयाँ लाइफको सुरुवात गर्नु छ भोलि नै है मौका। लभ पर्नु पनि भोलि नै हो नि मौका। चान्समा डान्स हानिहाल्ने। भोलि त फेरि सबको ब्रेकअप हुन्छ होला, किनभने नयाँ वर्षमा नयाँ सुरुवात गर्छु भन्ने हुन्छ नि त होइन गाइज। अनि त्यही भएर के भन्छ, भोलि नै हो चान्स, मौका गुमाउनु हुँदैन होइन। अझै कस्तो गोरी देखेको हौ मेरो फोनले त। वाउ, आइफोन भन्दा त कम छैन नि भन्दिन फेरि, मान्दैन नि फेरि। अनि मैले चाहिँ भिडियो बनाएको। अनि म चाहिँ आज यो भिडियो चाहिँ मलाई चाहिँ नयाँ वर्षमा केही चेन्ज हुन मन छैन क्या। राम्रै हुन मन छ, गोरी हुन मन छ होइन। अरू त म जस्तो छु, जे छु एकदमै ठिक छु। म त्यहाँ यताउता चेन्ज हुनुपर्छ जस्तो मलाई लाग्दैन। जे छ मेरो एकदमै बानी ठिक छ मेरो लागि। म दुनियाँको लागि जन्मेको पनि त होइन नि होइन गाइस। अनि त्यही भएर के भन्छ, आज त भोलि त नयाँ वर्ष हो। के भन्छ नि, एउटा गीत छ नि, जे छौ जस्तो छौ तिमी नै हो मलाई चाहिने भने जस्तै हो क्या। जसलाई म चाहिन्छ त्यसले मेरो जस्तो पनि स्वीकार्छ, जसलाई चाहिँदैन त्यो बाई बाई गर्छ होइन, मतलबै भएन। कस्तो गोरी देखेको क्या, यो बत्तीले होला क्या। अनि के भन्छ, अनि भोलिदेखि चाहिँ म के कुरा चेन्ज गर्छु भने नि गाइज, भोलिदेखि चाहिँ उनीहरूलाई कहिले काम गर्न लाउँदिनँ। आनन्दले म सुताइ पाल्छु। भाँडा त भन्ने छिरिकै मान्न लाउँदिनँ। तर के गर्नु, आफूलाई मान्न अल्छी लाग्छ। त्यही पनि आई विल ट्राई, म ट्राई गर्छु क्या जुनालाई मान्न नलाउने। अनि के भन्छ, म आफै गर्ने ट्राई गर्छु। मेरो अल्छीपन जति बानी बेहोरा छ नि नराम्रो पनि, म भोलिदेखि सबै सुधार्छु। म भोलिदेखि 5 बजी उठेर काम गर्छु भनेर भन्दिनँ। म भोलिदेखि 5 बजी उठेर पढ्छु भनेर पनि भन्दिनँ। किनभने म त सक्दिनँ नि त, असम्भव कुरा त गर्नु हुँदैन नि त। त्यो असम्भव कुरा हो क्या। 6 बजी उठ्ने बानी को 5 बजी उठ्छ होइन। पढ्न बस्यो भने त मेरो त आँखा त नि, यो दाना छ नि गाइज, यो त फुत्लुक झर्छ कि। अनि त्यो भएपछि कहाँ पढ्ने हो त, चुपचाप लगाएर बस्ने हो नि होइन। भन्दा पनि होइन, ठिकै छ, म आई विल ट्राई। तर म जुनालाई भोलिदेखि काम गर्न छिरिक्कै लाउँदिनँ भनेर भन्दिनँ, तर लाउँछु। अहिलेको लागि चाहिँ भनेको, अहिले चाहिँ मेरो दिमागमा त्यो सोच लागिरहेको कि अब जुनालाई म चुप लाएर बसिराख्न लाउँछु भनेर। अनि के भन्छ, अनि फेरि पनि सबैजनालाई ह्याप्पी न्यू इयर गाइज। अनि
के अरे जुनालाई पनि ह्याप्पी न्यु इयर। यो जुनाले नि कति हेप्छ मलाई, कति हेप्छ होइन। अब के गर्नु, हेपे पनि त्यस्तै छ। त्यही पनि अहिलेसम्म सुत्छ ए सरी मोबाइल हेर्दै हेर्दै सुतिरहेछ आनन्दले। के भयो, त्यही पनि बत्ती बाली भनेर बल्ल बल्ल भिडियो बनाउन आँटेको, त्यही पनि बत्ती बाली गर्छ। कति न उसले बिल तिर्नुपर्ने जत्तिकै क्या, कति छ है। हेप्न पनि अलिकति हुन्छ नि होइन। अनि के भन्छ, हेप्न पनि अलिकति कति लामो भयो, 5 मिनटको भइसक्यो भिडियो। त्यही पनि म यस्तै उत्यो गर्छु। अनि यो वर्ष जे जस्तो भयो सकियो, लाइक अब म नयाँ सुरुवात गर्छु। बाई बाई गाइज होइन। भोलिदेखि म भिडियो बनाएर हाल्छु ल भनेर भन्दिनँ। के गर्नु, मलाई एकदम झ्याउ लाग्छ। कस्तो आइफोन भएको भए त डेली हाल्थ्यो होला। म एउटा पनि काम गर्छु, म छिट्टै नै धनी भएर आइफोन किन्छु अब नयाँ सालमा चाहिँ होइन। धनी भएपछि किन्छु, के भन्छ। अनि बाई बाई, लामो भइसक्यो भिडियो, 5-6 मिनटको भइसक्यो नि त। अनि 6 मिनटको भइसक्यो। अब चाहिँ म यो इन गर्नुपर्ने हुन्छ। मैले त्यो क्लिपवाला बनाएन क्या, म यत्तिकै पोस्ट गर्छु भनेर। अनि लास्टमा सबजनालाई ह्याप्पी न्यु इयर अनि नयाँ वर्षको शुभकामना होइन। के भन्छ, जे जति गल्ती छ सबै छोडेर भोलिदेखि नयाँ दिन, नयाँ सुरुवात, नयाँ काम गर्नु होला भन्दै बाई बाई। सबैलाई माया, ह्याप्पी न्यु इयर।